हेलो एन्ड नमस्ते, वेलकम टु माई रुबी मिनी ब्लग। हजुरलाई फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा। मैले चाहिँ आज बिबिम्बापको रेसिपी लिएर आएको छु। यो एउटा चाहिँ कोरियन डिस हो, कोरियन फुड हो। यो चाहिँ हामीले अक्सर खाने जाने बेला चाहिँ कोरियन फुड खान जाने बेला चाहिँ खाइरहेको छ। अनि मेरो चाहिँ आज भोइस अलिकति रुगा लगाएर अर्कै आएको छ। अनि मैले चाहिँ भेजिसहरू सबै धोइधाइ गरेर काटकुट गरेँ, हजुर देख्न सक्नुहुनेछ। अनि मैले चाहिँ पालकको साग भेज चाहिँ पालकको साग युज गर्छु, तर मैले चाहिँ पालकको साग नपाएर चाहिँ यसलाई खै के साग भन्छ अलि थाहा भएन है यसको। अनि यहाँ छ मेरो चाहिने सबै सामग्रीहरू। अनि यो चाहिँ चप गरेको लसुन भयो, अनि यो चाहिँ चप गरेको गाजर, अनि यो चाहिँ चप गरेको क्याप्सिकम, अनि यो चाहिँ हो हाम्रो चप गरेको काँक्रा, अनि यो चाहिँ हाम्रो ओनियन, अनि यो चाहिँ छ हाम्रो साग है त। यसलाई चाहिँ बोइल गर्नुपर्छ, सो मैले छुट्टै राखेको छु। अनि यो चाहिँ हाम्रो छ पोर्क है, मैले सानो गरेर काटेको छु। अनि मेन चाहिँ यो हाम्रो यो के भन्छ तिलको दाना, यो चाहिँ मेन हो। अनि हजुरले नुन देख्न सक्नुहुनेछ। अनि हजुरले देख्न सक्नुहुनेछ कि यो सोया सस हो, यो पनि युज गर्न गइरहेको छु। अनि पहिला चाहिँ हामीले पोर्कमा चाहिँ सोया सस, नुन, अनि गार्लिक चाहिँ, अनि के भन्छ यो तिलको दाना पनि मिक्स गरेर मेरिनेट गरेर राख्नु एकैछिनलाई। अनि काँक्रालाई पनि नुन मिक्स गरेर राख्नु ताकि यसको पानीहरू जान्छ भनेर। अनि गाजरलाई पनि नुन मिक्स गरेर राख्नु। अनि यहाँ छ मैले चाहिँ भेजिसहरू फ्राई गर्न गइरहेको छु। यो हाम्रो क्याप्सिकम जान्छ, अनि यसमा चाहिँ हल्का नुन र के भन्छ सोया ससहरू हालेर चाहिँ हल्का फ्राई गरिदिनु होला। अनि यही हाम्रो यो क्याप्सिकम फ्राई गरेको कराईमा चाहिँ अरू ओनियन्सहरू पनि यसमा फ्राई गर्न गइरहेको छु। अनि यसमा चाहिँ मैले तिलको दाना पनि हालेको थिएँ। अनि यो चाहिँ हाम्रो ओनियन फ्राई हुँदैछ। यसलाई चाहिँ धेरै बेसमा पकाउनु पर्दैन, हल्का यसलाई नुनहरू हालेर अलिकति गलाउँदा हुन्छ, त्यति साह्रो चाहिँ धेरै फ्राई गर्नु पर्दैन। अनि यही भाँडामा चाहिँ मैले के भन्छ पोर्क पनि फ्राई गर्न गइरहेको छु। यसलाई चाहिँ मजाले पकाउनु पर्छ है त, किनभने पछि यो एड गर्ने मात्र हो। यसलाई चाहिँ मजाले यतिको पाकिसकेपछि चाहिँ यो रेडी हुन्छ। यसलाई चाहिँ धेरै ग्रेभी गराउनु पर्दैन। अनि चाहिँ हाम्रो यो जुन मैले छुट्टै काटेको साग थियो नि, यसलाई चाहिँ बोइल गर्नुपर्छ। र चाहिँ बोइल गरेर मजाले यतिको भइसकेपछि चाहिँ मैले यसलाई चाहिँ म्यारिनेट गर्नलाई रेडी हुन्छ। अनि यसमा चाहिँ हल्का नुन हालिदिनु होला, अनि यो सोया सस, अनि तिल, यति नै मात्र हालेर चाहिँ यसलाई मिक्स गरेर राखिदिनु होला। अनि यो चाहिँ हाम्रो टपिङको लागि यो चाहिँ किम्ची हो, यो चाहिँ एग फ्राईको लागि। अनि यो चाहिँ बिबिम्बाप सस, मेन इम्पोर्टेन्ट सस है। अनि चाहिँ मैले चाहिँ एगलाई हाफ फ्राई गरेको थिएँ। अनि मेरो बिबिम्बाप रेडी भइसकेको छ, मैले सर्भ गरिरहेको छु। अनि यो चाहिँ हाम्रो बिचमा चाहिँ हाम्रो जापानिज राइस भयो। हजुरले सकेसम्म चाहिँ जापानिज राइस युज गर्दा धेरै राम्रो हुन्छ। प्लस मतलब कोरियन राइस जापान राइस एउटै हुन्छ। अनि सबै मैले जुन फ्राईहरू गरेको थिएँ, अनि जुन काँक्रालाई चाहिँ अब काँक्रा गाजरलाई चाहिँ नुन हालेर पहिले नै पानी छोड्नको लागि चाहिँ रेडी गरिसकेको थिएँ। अनि मैले चाहिँ यो सबै सर्भ गरिरहेको छु। अनि यो छ हाम्रो हाफ फ्राई एग। अनि यसमा चाहिँ हामीले के भन्छ किम्ची पछि जुन देखाएको थिएँ नि त्यो एड गरिरहेको छु। अनि यसमा चाहिँ मेन हाम्रो चाहिँ स्पेसल बिबिम्बाप सस, यो बिना त अब यो बिबिम्बापै बन्दैन है, खल्लो हुन्छ यो बिना चाहिँ। यो चाहिँ हाम्रो छ बिबिम्बाप सस। अनि यसमा चाहिँ मैले चाहिँ तिल पछि एड गरेको छु, किनभने यो पनि मेन इम्पोर्टेन्ट नै हो। अनि यसमा चाहिँ मैले जुन पहिले देखाउन भुलिसकेको थिएँ, अनि यो चाहिँ हो नोरी भन्छ जुन
यहाँ यसमा चाहिँ भातमा पछि एड गरेर खान मिल्छ। त्यस्तै यो पनि अब बिबिम्बाप मैले एड गरेको छु। ल देख्न सक्नुहुनेछ मेरो बिबिम्बाप पनि रेडी भइसकेको छ। अनि यसलाई चाहिँ हामीले मजाले मिक्स गरेर खानुपर्छ, नत्र पनि यसको फ्लेभर हामीले टेस्ट ल्याउन सकिँदैन। यसलाई चाहिँ मैले मजाले मिक्स गरिरहेको छु। हजुरहरूले पनि यस्तरी नै मिक्स गरेर खानु होला, नत्र भने यसको टेस्ट हजुरले फिल गर्न सक्नु हुँदैन। यति नै हो मेरो आजको रेसिपी। थ्याङ्क यू फर वाचिङ। बाई बाई। यु क्यान सी कस्तो भइरहेको छ। बाई बाई।